फेरि एउटा नयाँ कम्पनीको आइपीओ खुल्दैछ। यही असोज 26 गतेबाट श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणको लागि आइपीओ खुला गर्नेछ। यो कम्पनीले जम्मा कति किता आइपीओ निष्कासन गरिरहेको छ, कतिजना लगानीकर्ताले यो कम्पनीको आइपीओ हात पार्नेछ र यो कम्पनीको आइपीओमा कति किता आवेदन दिँदा राम्रो हुन्छ लगायतका सम्पूर्ण जानकारी यो भिडियोमा तपाईलाई दिनेछु। श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणको लागि 25,10,490 किता निष्कासन गरिरहेको छ। यो कम्पनीको आइपीओमा कति किता आवेदन दिँदा राम्रो हुन्छ तपाई हामी सबैलाई थाहा छ। मात्र 10 किता तपाईहरुले यो कम्पनीको आइपीओमा आवेदन दिनुहोला, किनभने कम्पनीले सर्वसाधारणको लागि मात्र 25,10,490 किता निष्कासन गरिरहेको छ। यसमा 10 ले डिभाइड गर्दा 2,51,049 जना लगानीकर्ताले 10 किता यो कम्पनीको आइपीओ हात पार्नेछ र यो कम्पनीको आइपीओमा तपाईले 26 गतेदेखि 29 गतेसम्म आवेदन दिन सक्नुहुन्छ। यो कम्पनीको इस्यु म्यानेजरमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। सो तपाईले यो कम्पनीमा ढुक्क भएर लगानी गर्दा हुन्छ। एकदमै राम्रो कम्पनी रहेको छ। त्यही भएर तपाईले आजैदेखि आफ्नो खातामा 1000 रुपैयाँ जम्मा गरेर राख्नुहोला र 26 गते यो कम्पनीको आइपीओमा आवेदन दिनुहोला।